everyone, welcome to my mini vlog. आज चाहिँ हामी मामु छोरी कति बजे होला 7 बजे तर यति उज्यालो छ हेर्नु न। हामी चाहिँ यता घुम्न आएको छु बारीतिर है। यस्तो राम्रो छ, धान रोपेर कस्तो राम्रो बनाएको छ तपाईहरुलाई देखाउँछु ल म। धान रोपेको धान रोपिसकेको छ हैन छोरी? कति ठाउँ साल्दैन मम्मी? यो चाहिँ हाम्रो गर्मी महिनामा घुम्ने ठाउँ हो, तर अब चाहिँ धेरै गर्मी भएर योपालि साँझ हामी घुम्न आउन पाएनौँ। अब त धान रोपिसक्यो, यस्तो बर्खा लागिसक्यो, हिलो हुन्छ है छोरी। अब त राम्रोसँग हिँड है, बिस्तारै हिँड, बिस्तारै बिस्तारै। धान रोपिसक्यो पुरै। कहाँ जानु आएको तिमी? के गाईको आछि? के त्यो भन्नाले आज चाहिँ हामी मामु छोरी कहाँ आएको छ छोरो? यहाँ भनेको कहाँ रहेछ? घुम्न है। यहाँबाट कसरी जाने? तिम्रो त दिदीको पास जाने बाटो बन्द भइसक्यो छोरो। अब बन्द भइसक्यो। अब त्यहाँ हेर न, पुरै हिलो हिलो छ, देखेनौ तिमीले? उभ्याएको त ट्यार ट्यार गर्दैछ। हेर धान रोपेर सबै कस्तो गरिसक्यो। अनि अब हामी कहीँ जान सक्दैनौँ, सब हिलो हिलो छ। हेर बाटो पनि कस्तो गन्दा छ, देखेनौ? देखेनौ? नाइ छोरी, आज उता रोडबाट गएपछि जाम्ला। अब यहाँ त पुरै हिले हिलो, पहिला घर नै थिएन एउटा पनि, आज फेरि त घरै घर भइसक्यो। बाटो छैन, म तिमीलाई देखाउँछु ल। सानो नदी, तर छोरीको सानो नदी हो। हामी चाहिँ घुम्न आएको, यस्तो हालत हेर त। कसरी घुम्ने अब हामी? कताबाट? छैन कि बाटो बच्चा। गाइस हामीहरू चाहिँ घुम्न आएको हेर। यहाँ हामी घुम्ने ठाउँको बाटोको त हालत यस्तो छ। डर लाग्यो मैले, साह्रै डर लाग्यो मलाई त। ओए हिलोमा टेक्यो, छ्या बच्चु। त्यहाँ धान रोप्दैछ र आज कहाँ जाने? अब यता छौँ, यहाँ त हिलै हिलो छ। गाइस यो चाहिँ यहाँनिर चाहिँ यति ठुलो सिमलको रुख थियो है। म पहिला बिहे गरेर आउँदाखेरि। अहिले चाहिँ यहाँको सिमलको रुख काटकुट पारेर सकिएछ। यहाँ त केटाहरू जमात हुन्थ्यो क्या, त्यतिखेर केटाहरू आउँथे, बसिरहेको थिए खटाहरू। अहिले त धेरै कम आउँछ यतातिर। पहिला त्यता आउन डर लाग्थ्यो। हजुर मेरो छोरीको गफै सकिन्, मलाई बोल्ने फुर्सद पनि टाइम पनि दिँदिन नि यिनले हो। कति राम्रो मौसम भएको छ नि, पुरा वरिपरि हेर न, धानै धान छ। वाउ, यता मम्माको हात दिन्छु, मम्मालाई हात दिन्छु, त्यहाँ चिप्लो हुन्छ। पानी पानी छ। पहिला पहिला हामीहरू है बोरिङ चलाएपछि धान रोप्ने बेलामा सानी, अनि हामी त्यो दिनभरि धान रोप्ने खेतालाहरू धान रोपिरहेको थियौँ। हामी चाहिँ दिनभरि पानी खेलिरहेको थियौँ नि, बोरिङ चल्थ्यो अनि त्यहाँ पानी खेल्थ्यौँ। कति रमाइलो हुन्थ्यो। गफाडी कहाँबाट गयो? उसलाई केही थाहै छैन। त्यसै त्यसै तिमीलाई के थाहा छ? तिमीलाई के थाहा छ र पुन्टु? सब थाहा छ? उहाँलाई हेर्नुहोस्, कति राम्रो पत्थरले फालिहाल्नुपर्छ नि। कसो गर्यो? के अर्ला छि, हिलो फोहोरमा नटेकन छोरो। अब जाम, घरबाट निस्केछु, उसलाई फेरि कहीँ जानै मन लाग्दैन। नगर न, छि। पुन्टु यता हेर, समात हात।
हात समात न मम्मको समात हात छिटो क्याच हात समात न बेबी हात मम्मा अनि घुमाउँछु क्या मम्माले छिटो हात समात न Mama, अमा